हेलो गाइज, वेलकम टु माई च्यानल। ह्याप्पी होली। आज होलीको दिन यसो च्यानलको सुरुवात गरौँ भनेर मलाई फोर्स गरेछन्। बहिनी र मम्मीले मलाई फोर्स गरे, म गर्छु च्यानल खोल्छु भनेर आएको थिएँ। तर अब आज होलीको दिन खोल्दा हुन्छ त, कन्टेन्ट छ त राम्रो। यस्तोले नि होलीको के अरे यस्तोले पनि युट्युब च्यानल खोल्ने भनेर भनेपछि मैले चाहिँ ल त नि भनेर सुरु गरेँ। जियो त्यही भनेको होइन मम्मी, आज सुरु स्याटरडे गर्छु भनेको, स्याटरडे काम पर्यो। एनिवेज मेरो नाम चाहिँ प्रतीक्षा पौडेल हो। अनि अब आज के भनौँ, आज होली ह्याप्पी होली भनेर सुरु गरेँ। मेरो नाम प्रतीक्षा पौडेल हो, ह्याप्पी होली। अनि ब्याकग्राउन्डको नोइज चाहिँ हजुरले देख्न सक्नुहुन्छ, किनभने आज होली भएको भएर कुन चाहिँ कपडा लगाउने भनेर चाहिँ घरमा डिस्कस गरिरहेको छन्। अनि एकछिनपछि हामी टिकटकमा आउने। होली त खेल्न मन लाग्दैन मलाई खासै, त्यतिकै अब कन्टिन्यूको लागि चाहिँ भनेर छ। म अब के हुन्छ भन्ने कुरा मलाई पनि थाहा छैन। के हुँदै जान्छ म रेकर्ड गर्दै जान्छु अनि बनाउँदै जान्छु है त। म एकछिनपछि बिहान मेरो मुख यस्तो बनाइदिइसकेँ। A few moments ago. Happy Holi! Happy Holi! Like the game! Happy Holi! भनेको मान्छे नपुस् कहिले सेतो टी सर्ट लाएर गर्ने हो कि टीका मात्र लाउने भनेको मान्छे। ल भयो जबरजस्ती मेरो मम्मी, जबरजस्ती हो र। अब भन मम्मी। जम्मा 3 जना हम घरमा, छोरो छैन। होली खेलौँ रमाइलो गरौँ, अरू कोही नभए नि भन्दा पनि जबरजस्ती भन्ने। त आज झन् पुरै रातै गराइदिने। आज त अहिले हाल्नु पर्थ्यो क्या, रातै पुरै हामीभन्दा बढी के गरिदिन्छु। बहिनी म बिरामी हुन्छु, बस्छ म पानी पनि खाँदैन। मम्मी चाहिँ बस्न त जाने अरे, बहिनी पनि साथीहरूसँग होली खेल्न जान्छ। आफू चाहिँ म मात्रै अल्छीको बोका सिरक 3टा सिरकबाट सुत्ने। आज एकदम रेडी हुन्छ एकछिनपछि, अनि बल्ल अनि त्यसपछि म चाहिँ रेडी भयो फेरि होली खेल्नको लागि। यस्तो राम्रो भएर कहीँ जाने अनि फेरि यहाँ होली खेल्ने हो। बहिनी पनि रेडी भइसके। बहिनी कोही पनि होइन, हामी म बहिनी र मम्मी भएर मात्रै घरमै होली खेल्ने, यस्तो सर अनि टिकटक बनाउने। अब हेरौँ, म कहीँ जानु त होइन, त्यही पनि सबै रेडी भएर मम्मी र बहिनी निस्किनु लागेको थिएँ होली खेल्नलाई। तर म पनि यस्तो रेडी भइसकेँ, टिकटक पनि बनाइसकेँ भने चाहिँ म पनि जान्छु। फर्स्ट टाइम होली खेल्दैछु खासमा जिन्दगीमा। होली भन्दा 8 क्लासदेखि भनौँ न, जिन्दगी नै 8 क्लासदेखि म फर्स्ट टाइम होली खेल्दैछु। मसँग होली खेलेको थिएन 8 क्लासदेखि। अब आज म पनि बाहिर जाँदैछु मम्मी र बहिनीसँग। कति वर्षपछि मम्मी म बहिनी भएर बाहिर निस्किँदैछु।
सबै जताततै चाहिँ बसन्तपुर जाने भनेको बसन्तपुर गइएन अहिले तिर्सरा आइएछ बहिनीको साथीहरू र म भएर रमाइलो गर्ने कोसिस गरिरहेको छ Happy Holi, happy Holi. यसरी गराउँछ कि ल आयो म यसरी चाहिँ भयो होइन वा 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 नास्ता खाएर हामी अब जानु लाग्यो घर बहिनीहरू छुट्टी लाग्यो हो बेलुतिर ल घर जाने हो नुहाउने हो पानी पर्न लाग्छ बाहिर फेरि कस्तो पानी पर्न लाग्छ अनि गाइज म चाहिँ भर्खर आएँ होली खेलेर यस्तो भएछ मेरो मुख थोप्रा यस्तो मेरो मुख यस्तो भएको छ अब नुहाइदिए गर्ने त्यसपछि फ्रेस हुन्छु यस्तो थाकेको छु यति नाच्न त नाचेँ धेरै त होइन तर जस नाच्न पनि नाचेँ सो अब फ्रेस हुन्छु नुहाइदिए गर्छु हजुरहरूलाई चाहिँ कन्टिन्यू भिडियो चाहिँ कन्टिन्यू दिने कोसिस चाहिँ गर्छु तर अलिकति लेजी नै छु भनौँ म चाहिँ अलिकति कन्सिस्टेन्सी दिन सकिनँ भने पनि हजुरहरूले मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि राम्रो राम्रो कन्टेन्टहरू दिने कोसिस गर्छु मैले यस्तै छु म कस्तो छु भन्ने कुरा चाहिँ अब हजुरले भिडियो सब्सक्राइब गरेपछि मेरो च्यानल सब्सक्राइब गरेपछि थाहा पाउनुहुन्छ म चाहिँ अब बाई म हजुर अर्को भिडियोमा देख्छु मैले हजुर अर्को भिडियोमा भेट्छु ओके बाई लभ यु